सो गाइज आज पनि म आइसकेको छु नयाँ भिडियोको साथमा। आज हामीले सिक्नेछौँ नेपाल ड्राइभिङ लाइसेन्स रिटर्न एक्जाम प्रिपेरेसन बाइक, कार र स्कुटीको। यसमा हामीले सिक्नेछौँ दुर्घटना सचेतना सम्बन्धी ज्ञान। यसमा टोटल 60 क्वेसन रहनेछ। ढिला नगरिन हामी क्वेसनतर्फ लाग्नेछौँ। क्वेसन नम्बर 1 रहेको छ, रातको समयमा दुर्घटना हुने मुख्य कारण कुन हो? अप्सन क भिजिबिलिटी कम हुनाले, ख बढी सवारी गुट्ने हुनाले, ग यात्रुहरूले मादक पदार्थ सेवन गर्नाले, घ माथिका कुनै पनि होइनन्। सही उत्तर क भिजिबिलिटी कम हुनाले। क्वेसन नम्बर 2 सवारी चालकको मानसिक अवस्था कस्तो हुनुहुँदैन? अप्सन क निद्रा लागेको, ख मादक पदार्थ सेवन गरेको, ग मनमा तनाव लिएको, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 3 गुडिरहेको गाडी चालकले खतराको सङ्केत के गरिदिनु पर्दछ? अप्सन क हात हल्लाएर, ख साइडलाइट बालेर, ग हेडलाइट बालेर, घ हर्न बजाएर। सही उत्तर ग हेडलाइट बालेर। क्वेसन नम्बर 4 सवारी दुर्घटना हुनको कारण के हो? अप्सन क अनियन्त्रित गतिमा सवारी चलाउनाले, ख मादक पदार्थ सेवन गरी सवारी चलाउनाले, ग क्षमताभन्दा बढी यात्रु राखी सवारी चलाउनाले, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 5 दुर्घटनामा बेहोस भई सास फेर्न छोड्यो भने के गर्नुपर्दछ? अप्सन क शरीर हल्लाउने, ख पानी खुवाउने, ग कृत्रिम अक्सिजन दिने, घ माथिका सबै। सही उत्तर ग कृत्रिम अक्सिजन दिने। क्वेसन नम्बर 6 मोटरसाइकलहरू बढी पल्टिनुको कारण के हो? अप्सन क तीव्र गतिमा अगाडिको ब्रेक लगाउनाले, ख दाहिने मोड्नाले, ग दुवै ब्रेक लगाउनाले, घ माथिका सबै। सही उत्तर क तीव्र गतिमा अगाडिको ब्रेक लगाउनाले। क्वेसन नम्बर 7 दुर्घटनाबाट ज्यान मरेकोमा सो मर्ने व्यक्तिको हकवालालाई कया खर्च बापत कति रकम उपलब्ध गराइन्छ? अप्सन क रु 25,000, ख रु 50,000, ग रु 75,000, घ रु 1,00,000। सही उत्तर रु 50,000। क्वेसन नम्बर 8 एकतर्फी बाटोमा लेन बदल्दा कुन कुरामा ध्यान दिनुपर्दछ? अप्सन क बत्तीको सङ्केत दिने, ख लुकिङ ग्लासको प्रयोग गर्ने, ग अगाडिको सवारीको दूरी आकलन गर्ने, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 9 तछाट मछाट गरी गाडी चलाए के हुन्छ? अप्सन क चाँडै पुगिन्छ, ख अर्कोलाई जितिन्छ, ग दुर्घटना हुन सक्छ, घ माथिका सबै। सही उत्तर ग दुर्घटना हुन सक्छ। क्वेसन नम्बर 10 बायाँ साइडबाट ओभरटेक गर्दा के हुन्छ? अप्सन क छिटो पुगिन्छ, ख दुर्घटना हुने सम्भावना हुन्छ, ग जरिवानामा परिन्छ, घ खासै केही हुँदैन। सही उत्तर ख दुर्घटना हुने सम्भावना हुन्छ। क्वेसन नम्बर 11 सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नुपर्दछ? अप्सन क घाइतेका आफन्तलाई, ख नजिकका बासिन्दालाई, ग प्रहरीलाई, घ माथिका सबै। सही उत्तर घ माथिको सबै। क्वेसन नम्बर 12 हेलमेट लगाउनुको उद्देश्य के हो? अप्सन क राम्रो देखिन, ख ट्राफिक प्रहरीले गर्ने सजायबाट बच्न, ग हावा रोक्न, घ टाउकोमा चोट लाग्नबाट बच्न। सही उत्तर घ टाउकोमा चोट लाग्नबाट बच्न। क्वेसन नम्बर 13 एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भावना हुन्छ? अप्सन क अगाडिबाट आइरहेको गाडीसँग, ग दायाँबाट आएको गाडीसँग, ग बायाँबाट आएको गाडीसँग, घ पछाडिबाट आएको गाडीसँग। सही उत्तर घ पछाडिबाट आएको गाडीसँग। क्वेसन नम्बर 14 दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नुपर्दछ? अप्सन क अस्पताल लैजानुपर्छ, ख प्राथमिक उपचार गर्नुपर्दछ, ग भिडबाट अलग गर्नुपर्दछ, घ केही गर्नु पर्दैन। सही उत्तर ख प्राथमिक उपचार गर्नुपर्दछ। क्वेसन नम्बर 15 सवारी चलाउँदा भुलवश पैदल यात्रीलाई ठक्कर दिन पुग्नुभयो भने के गर्नुहुन्छ? अप्सन क वास्ते नगरी भाग्छु, ख व्यक्तिको अवस्था बुझेर छाडिदिन्छु, ग अवस्था हेरी उपचार गर्ने व्यवस्था मिलाउँछु, घ माथिका सबै। सही उत्तर
ग अवस्था हेरी उपचार गर्ने व्यवस्था मिलाउँछु। क्वेसन नम्बर 16 दुर्घटना भएको देखेमा के गर्नुपर्दछ? अप्सन क घाइतेलाई अस्पताल लैजानुपर्छ, ख घाइतेको आफन्तलाई सूचना दिनुपर्छ, ग नजिकको ट्राफिक प्रहरीलाई सूचना दिनुपर्छ, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 17 दुर्घटनामा परेको कस्तो घाइतेले अक्सिजन दिइरहनु पर्दैन? अप्सन क होस अवस्थामा रहेकोलाई, ख रगत बगिरहेकोलाई, ग सामान्य बिरामीलाई, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 18 एकतर्फी सडकमा दुर्घटना हुने सम्भावना कति बेला हुन्छ? अप्सन क अचानक लेन बदल्दा, ख हेडलाइट बाल्दा, ग हर्न बजाउँदा, घ माथिका सबै। सही उत्तर क अचानक लेन बदल्दा। क्वेसन नम्बर 19 निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा के हुन्छ? अप्सन क चाँडै पुगिन्छ, ख खर्च बचत हुन्छ, ग कारवाहीमा परिन्छ, घ दुर्घटनामा परिन सक्छ। सही उत्तर घ दुर्घटनामा परिन सक्छ। क्वेसन नम्बर 20 दुर्घटनामा परेको घाइतेलाई तुरुन्त खाना पिउन दिनुहुन्छ कि हुँदैन? अप्सन क खाना दिनुहुन्छ, ख पानी पिउन दिनुपर्छ, ग खाना पिउन दिनुहुन्न, घ माथिका सबै। सही उत्तर ग खाना पिउन दिनुहुन्न। क्वेसन नम्बर 21 नाकबाट बढी रगत आयो भने घाइतेलाई कसरी राख्नु पर्दछ? अप्सन क अगाडि निहुराएर, ख टाउको पछाडि ढकेलेर, ग उत्तानो पारेर, घ जसरी राखे पनि हुन्छ। सही उत्तर ख टाउको पछाडि धकेलेर। क्वेसन नम्बर 22 सडक मार्किङ भन्नाले के बुझिन्छ? अप्सन क ट्राफिक सङ्केत, ख लेन लाइन, ग जेब्रा क्रसिङ, घ माथिका ख र ग दुवै। सही उत्तर घ माथिका ख र ग दुवै। क्वेसन नम्बर 23 दुर्घटना स्थलमा घाइतेलाई गरिने ड्रेसिङ भन्नाले के बुझिन्छ? अप्सन क कपडा फेरिदिने कार्य, ख घाउमा मलमपट्टी लगाउने कार्य, ग औषधि खुवाउने कार्य, घ माथिका सबै। सही उत्तर ख घाउमा मलमपट्टी लगाउने कार्य। क्वेसन नम्बर 24 सवारी दुर्घटनाबाट बचाउने जिम्मेवारी कसको हो? अप्सन क सवारी चालकको, ख पैदल यात्रीको, ग ट्राफिक प्रहरीको, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 25 सवारी दुर्घटनामा परे के गर्नु पर्दछ? अप्सन क उद्धारको लागि पहल गर्ने, ख कागजात चेक गर्ने, ग रोइकराइ गर्ने, घ माथिका सबै। सही उत्तर क उद्धारको लागि पहल गर्ने। क्वेसन नम्बर 26 तीव्र गतिमा सवारी चलाएमा के हुन्छ? अप्सन क सिप बढ्छ, ख छिटो पुगिन्छ, ग दुर्घटना हुने सम्भावना हुन्छ, घ सवारी पुरानो हुँदैन। सही उत्तर ग दुर्घटना हुने सम्भावना हुन्छ। क्वेसन नम्बर 27 गाडीमा खतराको बत्ती बालेर गुडिरहेको भए के भएको हुन सक्छ? अप्सन क ट्राफिक जाम, ख दुर्घटनामा परेको, ग गन्तव्य आइपुगेको, घ इन्धन सकिएको। सही उत्तर ख दुर्घटनामा परेको। क्वेसन नम्बर 28 हेलमेट नलगाई मोटरसाइकल चलाएमा के हुन्छ? अप्सन क दुर्घटना हुन सक्छ, ख दुर्घटना भएमा टाउकोमा चोट लाग्न सक्छ, ग केही पनि हुँदैन, घ माथिका सबै। सही उत्तर ख दुर्घटना भएमा टाउकोमा चोट लाग्न सक्छ। क्वेसन नम्बर 29 दुर्घटना भएमा तेस्रो पक्ष बिमा अन्तर्गत के को क्षतिपूर्ति दिइन्छ? अप्सन क तेस्रो पक्षको मृत्यु भएमा, ख तेस्रो पक्षको अङ्गभङ्ग भएमा, ग तेस्रो पक्षको सम्पत्तिको नोक्सानी भएमा, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 30 चालकको साथमा रहने प्राथमिक उपचारको बक्सलाई के भनिन्छ? अप्सन क फर्स्ट एड बक्स, ख प्राइमेरी बक्स, ग हेल्थ केयर बक्स, घ सेकेन्डरी बक्स। सही उत्तर फर्स्ट एड बक्स। क्वेसन नम्बर 31 ट्राफिक चिन्ह कसका लागि हो? अप्सन क सवारी चालक, ख पैदल यात्री, ग ट्राफिक प्रहरी, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 32 दुर्घटनाका दृष्टिकोणले सबैभन्दा असुरक्षित साधन कुन हो? अप्सन क जिप, ख ट्रक, ग बस, घ मोटरसाइकल। सही उत्तर घ मोटरसाइकल। क्वेसन नम्बर 33 दुर्घटना निम्ताउने भविष्यतव्य कुन हो? अप्सन क ब्रेक फेल हुनु, ख पहिरो जानु, ग चालक मूर्छित पर्नु, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 34 सडकमा मोटरसाइकल बाङ्गोटिङ्गो चलाउँदा के हुन्छ? अप्सन क दुर्घटनाको सम्भावना बढ्छ, ख सिप बढ्छ, ग चाँडै पुगिन्छ, घ माथिका सबै। सही उत्तर अप्सन क दुर्घटनाको सम्भावना बढ्छ। क्वेसन नम्बर 35 सवारी दुर्घटना हुनको कारण के हो?
अप्सन क पदयात्रीमा ट्राफिक नियमको चेतना अभाव। ख प्रतिस्पर्धा र हतारमा सवारी चलाउनु। ग अचानक गाडीको यान्त्रिक अवस्था खराब हुनु। घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 36 सवारी दुर्घटना हुनको कारण के हो? अप्सन क मानवीय गल्ती। ख मेसिनको गल्ती। ग यान्त्रिक खराबी। घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 37 बीच बाटोमा चक्का पङ्चर भयो भने के गर्नुहुन्छ? अप्सन क त्यहीँ रोकेर हेर्छ। ख साइड लाइट लगाएर हेर्छ। ग बाटो आवागमन बन्द गर्छ। घ नरोकी हिँडिरहन्छु। सही उत्तर ख साइड लगाएर हेर्छ। क्वेसन नम्बर 38 सवारी साधनको चक्का स्किड हुनुको कारण के हो? अप्सन क चिप्लो सतह। ख बालुवा तथा धुलो सडक। ग ज्यादा ओह्रालो। घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 39 दुर्घटना निम्त्याउने लापरवाही कुन हो? अप्सन क मादक पदार्थ सेवन। ख अत्याधिक गतिमा सवारी चलाउनु। ग अचानक लेन बदल्ने बानी। घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 40 दुर्घटनास्थलमा प्रहरी आइपुगेमा घटनास्थलका अरू मानिसको कर्तव्य के हुन्छ? अप्सन क प्रहरीले काम अराउने। ख प्रहरीसँग क्षतिपूर्ति माग्ने। ग प्रहरीको बाटो बन्द गर्ने। घ प्रहरीले भनेको मान्ने। सही उत्तर घ प्रहरीले भनेको मान्ने। क्वेसन नम्बर 41 सडकमा गुडिरहेको मोटरसाइकल पल्टियो भने तपाईँ पहिले के गर्नुहुन्छ? अप्सन क नजिकको ट्राफिक प्रहरीलाई बोलाउँछु। ख मोटरसाइकल उठाउँछु। ग अब के हुन्छ भनी हेरेर बस्छु। घ प्रहरी बोलाउँछु। सही उत्तर ख मोटरसाइकल उठाउँछु। क्वेसन नम्बर 42 दुर्घटनामा आपत्ति परे पनि कस्तासँग सहयोग माग्नु हुँदैन? अप्सन क शङ्कास्पद व्यक्तिसँग। ख महिलासँग। ग गाउँलेसँग। घ वृद्धसँग। सही उत्तर क शङ्कास्पद व्यक्तिसँग। क्वेसन नम्बर 43 स्पिड ब्रेकरमा कसरी सवारी चलायो भने दुर्घटना हुँदैन? अप्सन क तीव्र गतिमा चलाउने। ख बिस्तारै चलाउने। ग एक्सिलेटर जोडले थिचेर चलाउने। घ माथिका सबै। सही उत्तर ख बिस्तारै चलाउने। क्वेसन नम्बर 44 सवारी दुर्घटना हुँदा पीडित पक्षलाई क्षतिपूर्ति भराइ दिने कर्तव्य कसको हो? अप्सन क यातायात व्यवस्था विभाग। ख प्रमुख जिल्ला अधिकारी। ग ट्राफिक प्रहरी। घ यातायात कार्यालय। सही उत्तर ख प्रमुख जिल्ला अधिकारी। क्वेसन नम्बर 45 दुर्घटनास्थलमा तत्कालै गरिने उपचार सेवालाई के भनिन्छ? अप्सन क प्राथमिक उपचार। ख प्रारम्भिक उपचार। ग घरेलु उपचार। घ स्थानीय उपचार। सही उत्तर क प्राथमिक उपचार। क्वेसन नम्बर 46 दुर्घटनाको जोखिम कस्तो अवस्थामा हुन्छ? अप्सन क हावाहुरी चलेको बखत। ख हिउँ परेको बखत। ग पानी परेको बखत। घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 47 मोटरसाइकल चलाउँदा अचानक हावाहुरी आयो भने के गर्नुहुन्छ? अप्सन क सुरक्षित ठाउँमा लगेर रोक्छु। ख स्पिड बढाउँछु। ग बीच बाटोमै छाडेर हिँड्छु। घ माथिका सबै। सही उत्तर क सुरक्षित ठाउँमा लगेर राख्छु। क्वेसन नम्बर 48 कुन अवस्थामा गाडीको सबै भार अगाडिका चक्कामा पर्छ? अप्सन क तीव्र गतिमा अचानक ब्रेक लगाउँदा। ख ठुलो गियरमा चलाउँदा। ग बाटो खराब भएको अवस्थामा। घ माथिका सबै। सही उत्तर क तीव्र गतिमा अचानक ब्रेक लगाउँदा। क्वेसन नम्बर 49 दिनमा पनि हेडलाइट बालेर कुन अवस्थामा सवारी हाँक्नुपर्छ? अप्सन क कुहिरो लागेको समयमा। ख हावा चलेको समयमा। ग मादक पदार्थ सेवन गरेको समयमा। घ थकाइ लागेको समयमा। सही उत्तर क कुहिरो लागेको समयमा। क्वेसन नम्बर 50 दुर्घटनाको घाइतेलाई कृत्रिम अक्सिजन कति समयसम्म दिनुपर्छ? अप्सन क 2 घण्टासम्म। ख 3 घण्टासम्म दिनुपर्छ। ग होस नआएसम्म दिनुपर्छ। घ जति दिए पनि हुन्छ। सही उत्तर ग होस नआएसम्म दिनुपर्छ। क्वेसन नम्बर 51 प्राथमिक उपचार किन गरिन्छ? अप्सन क घाइतेलाई तत्काल प्राण बचाउन। ख रोग निको हुने सम्भावना बढाउन। ग घाइतेको अवस्था खराब हुनबाट बचाउन। घ माथिका सबै। सही उत्तर घ माथिका सबै। क्वेसन नम्बर 52 दुर्घटनाको घाइते नबौरिने अवस्थाको रहेको छ भने कस्तो सङ्केत देखा पर्छ? अप्सन क नाडी चल्दैन। ख खाना खाँदैन। ग शरीर चलाउन सक्दैन। घ माथिका सबै। सही उत्तर क नाडी चल्दैन।
क्वेसन नम्बर 53 दुर्घटना नहोस् भनेर रातमा पार्किङ गर्दा के इसारा गर्नुपर्दछ? क रोकिएर बस्ने, ख पार्किङ लाइट बाल्ने, ग लगातार हर्न बजाउने, घ माथिका सबै। सही उत्तर ख पार्किङ लाइट बाल्ने। क्वेसन नम्बर 54 सवारी जाममा पर्नुभयो भने के गर्नुहुन्छ? अप्सन क धैर्यताका साथ कुर्छ, ख हर्न बजाएर जवाब दिन्छु, ग स्टार्ट बन्द गरेर बस्छु, घ सडक पेटीबाट हिँडाउँछु। सही उत्तर क धैर्यताका साथ कुर्छ। क्वेसन नम्बर 55 दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्सिजन दिनुपर्दछ? अप्सन क सामान्य घाइतेलाई, ख रगत बगिरहेको घाइतेलाई, ग बेहोस अवस्थामा रहेको घाइतेलाई, घ होसमा रहेको घाइतेलाई। सही उत्तर ग बेहोस अवस्थामा रहेको घाइतेलाई। क्वेसन नम्बर 56 कसैले अनियन्त्रित तवरले सवारी हाँकिरहेको भेट्नुभयो भने के गर्नुहुन्छ? अप्सन क ट्राफिकलाई खबर गर्छ, ख रोकेर सोधपुछ गर्छ, ग देखे नदेखे जै गर्छ, घ भिडियो खिचेर बस्छु। सही उत्तर क ट्राफिकलाई खबर गर्छु। क्वेसन नम्बर 57 गाडी रोकिसकेपछि यात्रीले के गर्दा बढी दुर्घटना हुन्छ? अप्सन क चाटो चाटो ओह्राल्दा, ख अचानक बाटो काट्दा, ग गाडीमा बसिरहँदा, घ माथिका सबै। सही उत्तर ख अचानक बाटो काट्दा। क्वेसन नम्बर 58 ब्याट्री सर्ट भई आगो लागि हुन गएमा सर्वप्रथम के गर्नुपर्छ? अप्सन क गाडीको स्पिड बढाउने, ख इन्जिन स्विच अफ गर्ने, ग छाडेर भाग्ने, घ आगो लागि भएको ठाउँमा पानी हाल्ने। सही उत्तर ख इन्जिन स्विच अफ गर्ने। क्वेसन नम्बर 59 दुर्घटनाको घाइतेले बान्ता गरे भने कसरी सुताउनुपर्छ? अप्सन क उत्तानो पारेर सुताउनुपर्छ, ख घोप्टो पारेर सुताउनुपर्छ, ग जसरी राखे पनि हुन्छ, घ कोल्टे पारेर सुताउनुपर्छ। सही उत्तर क उत्तानो पारेर सुताउनुपर्छ। क्वेसन नम्बर 60 सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा गर्नु राम्रो मानिँदैन? अप्सन क मुसलधारे पानी परेको बेलामा, ख बाक्लो हिउँ परेको समयमा, ग बाक्लो कुहिरो लागेको समयमा, घ माथिका सबै। सही उत्तर घ माथिका सबै। सो गाइज आजको लागि भने क्वेसन एन्ड एन्सर यति नै रहेको छ। आई होप हजुरहरूलाई यिनी क्वेसन र एन्सरले केही मद्दत मिल्नेछ। अनि आजको लागि भने भिडियो यति नै। नेक्स्ट भिडियोमा मिल्नेछौँ। लभ यु अल, बेस्ट अफ लक।